भाइ हजुर अब फेरि सुरुबाट ल भने त तल समसामयिक राजनीतिको बारे थोरै वर्णन गर्छ समसामयिक राजनीतिमा हेर्दा चाहिँ अहिले प्रतिनिधिलाई प्रधानमन्त्री गर्नुपर्यो तत्कालै त्यसपछि चाहिँ विकासका सम्भावनाहरू देख्न सकिन्छ। प्रति विचार भने त कसैले नाम सुनेको छैन फेरि तँलाई कहाँबाट यस्तो कुरा हुन्छ सुनाइदिने नसुनेकोलाई त प्रधानमन्त्री त्यसै यहाँ बस्दा भात खाएर 2 थाल भात खाएर हुनु नि भाइ के गर्नु पर्यो त गर्ने त गर्नलाई त राम्रो काम गर्न पर्यो कोठा व्यवस्थापन गरेर उहाँ पारि थाङ्नेको फोटो लगाएर किन सोचेछ भाइ के लेखेछ पारि संगठन विस्तार तथा सुदृढीकरण अभियान आयोजक गुरुजीले समिति ल ओखो सम्पूर्ण वामपन्थी प्रगतिशील देशभक्ति र जनतान्त्रिक विद्यार्थीहरू अरे त विद्यार्थी होस् भनेपछि तँले आज एउटा माओवादी मन पार्न लागेको छस् भनेपछि तँलाई भोलि एउटा जुत्ताको माला लगाउनु पर्यो कोषाध्यक्षको पै माओवादीको ओहो तर त पैको काम छैन यार भाइ तपाईँको काम छैन किन भन्नु सुन यता सुन कि म भनिदिन्छु ओले जमानामा यो माओवादी एमाले काङ्ग्रेस भन्दैन नि यता सुन यता केही थोरैतिर मन्तव्य राख भात खा अनि तैँले भन् भाइ ए त काङ्ग्रेस भाइ त फाल्ने ओए भनेपछि यो पक्कै पनि एमाले र माओवादीको मान्छे भनेपछि यस्तै हुन्छ त्यो खाँदा खाँदै भयो त अब कहाँ के गर्न बेर भयो त आधी खाल्ने आधी खाने आधी फाल्ने बानी लागेको यो सबै यो यिनीहरूलाई होइन अब देशमा भ्रष्टाचार गर्न पनि आधी विकास गर्न पनि आधी विकास गर्ने आधी खाने बानी लागेको यसले पनि खालि खाने बेला खालि आधी फाल्दै खाँदै गर्छ त बाको सिक्यो तिपारी बाको फोटो राखेको छ अगाडि बालाई हेर्दै मन बुझाउँदै गएको छ कोषाध्यक्षको पै भन्छ आज कोषाध्यक्ष होस् हेर्न भाइ त ढालिस तर यो भाइको जत्रोसुकै काना फन्ड हुन्छ नि भाइ ओइ ए लाज भने त छँदैन हुन त बुढाहरूलाई लाज भए पो एउटा कारण लाज हुन्छ यो न त बुढालाई लाछ न यो बुढालाई लाछ होइन त्यस्ता बुढाको त मैले ल्याएर फोटो राखेको छ मान्छेले भर्खरै तम त नि पार्यो ठिक छ अनि हेलो यो केपी ओली भन्छ ए भाइ एकटा नलड पारीमा बाका बारे के वर्णन गर्दैन भैया प्रचण्ड बाका बारे है प्रचण्ड बाको नाति अब ओलीवाला र देउबाबालाई त धेरै चिन्छन् प्रचण्डले राम्रो मान्छे पनि मान्छन् कसैले ठिकै पनि मान्छ तर चाहिँ कस्तो मान्छ जस्तो सोच्दैछ भन्ने कुरा चाहिँ हो यहाँ हो मात्रै भन्छ तर यो मान्छे बोलेको पनि छैन अहिलेसम्म यसको बारे के अरे चाहिँ अगाडि फोरम चढ्ने यस्तै काममा चाहिँ युज गरेको यो यस्तो काम युज गरेर नेता बाटामा ल्याएर सोझाएर ठ्याक्क यसको यो भयो भने भाडामा पकाउने ठाउँमा ल्याएर यस्तो राखेको छ यसले बुढाको अपमान गरेर कि बुढाको सम्मान गरेर यो चाहिँ म भन्न सक्छु कि सक्दैन मलाई थाहा छैन तर वास्तवमा यो बुढाले यसले अपमानै गरे जस्तो लाग्छ कि मलाई फेरि त्यो जुठो छिटिन्छ त्यही बुढाको मुखमा जान्छ त्यही अब फेरि बुढो फेरि एमाले माओवादीको मान्छे भन्छ फेरि कुरो चाहिँ नि गम्भीरको छ यस विषयमा चाहिँ नि विस्तृत रूपमा छलफल गर्न हाम्रो अर्को भागमा आउनेछु तर यो भागको अन्त्यमा भाइले केही साना तिना गफ राखिदिनु म अनुरोध यो भाइले खालि लुतो गरेर यो भाइ सुत्ते गर्छ र युट्युबमा जाने हो यो ल होइन तेरो 2-4 शब्द राख्यो नि त भाइ राजनीतिको बारे राजनीति बारे ल भन् त भाइ तेरो बारे भन् त ल ठिक छ यो ठिक छ राजनीतिको बारे भन्दैन त राजनीतिमा लागेन भन्छ तर अगाडि ल्याएर बुढाको फोटो पनि यसरी पनि टाँसेको अनि अब यस्तो छ नि अलिक यो केटाहरू होइन अब यसको बारेमा मैले के भनौँ खोइ एउटाले बल्ल बल्ल के खोलेको भन्छ त्यो 23 पुगे भन्छ मान्छे कहाँ 10,000 20,000 30,000 पुगेर पनि चुप लागेर बसेको छन् ठिक छ अहिलेको राजनीतिक अवस्था यस्तै छ होइन तर यो हाम्रो अहिलेको जस्तो राजनीतिक अवस्था छ त्योभन्दा भद्रको छ हाम्रो कोठा देख्न सकिन्छ भद्रगोलै छ भरमात्रै छैन
अब यसका बारेमा फेरि विस्तृत रूपमा छलफल गर्दै गरौँला भन्दै बिताउँछु। नमस्कार।